यो दमाईको धारा हो, यो कामीको धारा हो र यो छेत्री बाहुनको धारा हो। दर्शकबिन सार्वजनिक ठाउँमा ती तीनवटा धारा छ अनि त्यही तीनवटा धारा पनि जातीय विभेद गरेर बनाइएको धारा छ। दर्शकबिन छुन मिल्छ कि नै? र मैले यो छेत्री बाहुनको धाराको पानी छोएँ। दर्शकबिन म एउटा दलित समुदायको मान्छे हो, तर मैले यहाँ आएर यो धारा छोएँ, मलाई केही पनि भएन, मेरो हात जलेन, म मरेन। दर्शकबिन हाम्रो छेउको पानी चाहिँ खाइकन मर्छन् भने चाहिँ हामीले पानी तिनीलाई गलामा हाल्छौँ, खुवाउँछु। यदि मऱ्यो भने ठिक छ, हो मध्य रहेछ भनेर हामी छुँदैनौँ। होइन भने चाहिँ तिनको खुन, तिनको काटे खुने, हाम्रो काटे खुने, कि हाम्रो खुन र तिनको आङबाट दुध आउँछ भन्ने त छैन नि, सबैको खुनै छ। त किन यति प्रभाव, किन यति भेदभाव गरेका छन्? दर्शकबिन यहाँको वडा अध्यक्ष कृष्णबहादुर शाहीलाई शाहीले मात्रै भोट दिएर वडा अध्यक्षको कुर्सीमा पुर्याएका होइन। दर्शकबिन यहाँको दलित समुदायले आफूले आफ्नो हातबाट भोट दिएर त्यो स्थानसम्म पुर्याएका हुन्, तर अहिले उनी कुर्सीमा पुगिसकेपछि यहाँको दलित समुदायको हात यो पानीमा पर्दा अछुत हुन्छ। दर्शकबिन जस्तै म धामी झाँक्री हुँ होइन, त्यतिखेर जतिखेर यी मर्न जान्छन् त्यतिखेर यिनलाई मेरो हातको पानी चल्ने, यो धारामा आइसक्यो भने हामीले छुवाछुत हारेर हामीले पर फाल्ने, यो के रहेछ? अनि त्यहाँ चाहिँ तीनवटा धारा के का लागि बनाएको अध्यक्षज्यू? धारा त अब एउटै धारा भिडाइ हुन्छ भनेर तिनवटा धारा बनायो होला, त्यो बाबुले चौहत्तरमा बनायो हो। मेरो धारामा नआ उता धारा जा, आफ्नो धारामा जा, मेरो धारामा किन आउँछस् भनेर भनिराख्छन्, बेला बेलामा भन्छन्, आफैसी भन्छन्, कसले भन्छन्? बानबारीले भन्छन्। दर्शकबिन नेपालको संविधान 2072 को धारा 24 र धारा 40 मा स्पष्ट लेखिएको छ कुनै पनि व्यक्तिलाई जाति विभेद गर्न पाइदैन भनेर स्पष्ट लेखिएको छ, तर त्यो कागजमा मात्रै छ। दर्शकबिन व्यवहारमा भने त्यो फिटिकै पनि लागू भएको छैन। दर्शकबिन यो दमाईको धारा, ऊ कामीको धारा, ऊ बाहुनको धारा भन्ने होइन। अनि कामी दमाईले चाहिँ कामीको धारामा चाहिँ बाहुनहरू आउन मिल्ने, अनि दमाई कामीले चाहिँ बाहुनको धारामा जान नमिल्ने, यहाँको चलन यस्तो छ। दमाईको हो, त्यसपछि चाहिँ विश्वकर्माको हो, उताको बाहुनको हो। र यो पहिलाबाटै परिपरम चलिआएका धाराहरूमा यस्तो यस्तो छ। अब केटाकेटीलाई पनि समस्या त आउँछ यहाँ, किनभने पानी भर्दा यस्तो किसिमको हुन्छ, तर यो भएकै हो, यो नभएको कुरो होइन, यस्तो किसिमको रणनीति छ यहाँ। घरभित्र पस्दा तिमीलाई के हुने, अब कुकुर तिनको हडमा लाग्दा त्यो पानी छुइँदैन, तर हामी मानव भएर तिनको हडमा लाग्दा पनि तिनीहरू छुइने हुने कारणले त्यो विषयमा अलिकति अब यो कानुनै कमजोर भएर हो कि होइन, अब यो यहाँको मान्छेको चेतनै त्यतिको भएर हो कि त्यो विषयमा हामीले पनि अब यो धेरै सङ्घ संस्थाहरू, धेरै मिडियामा पनि यत्रो कुरा भइरहेछ, अझै पनि यो मान्छेहरूको चेतना अझै पनि फरक भएको छैन।